साँच्चै नै कहिलेकाहीँ जिन्दगीमा यस्तो समय आउँछ जहाँ आफूले गरेको मेहनतको कुनै सफलता देखिँदैन। जति प्रयास गरे पनि असफलता मात्र हात लागे जस्तो लाग्छ। जति कोसिस गरे पनि शून्य परिणाम। तर याद राख्नु, ढिलो हुनु भनेको हार होइन। तिमी आज जहाँ छौ त्यो तिम्रो अन्तिम ठाउँ पनि त होइन। आजको दुःख, आजको सङ्घर्ष र आजको आँसु, यिनै कुराहरूले भोलिको बलियो तिमीलाई बनाउँदैछन्। त्यसैले परिस्थितिले जति नै गाह्रो बनाए पनि आफ्नो सपना छोड्नु चाहिँ कहिल्यै हुँदैन। अरूले तिमीलाई विश्वास नगरून्, केही छैन। तर तिमीले आफूलाई विश्वास गर्न कहिल्यै छाड्नु हुँदैन। किनकि जब सपना पुरा गर्ने पहिलो व्यक्ति नै तिमी हौ। यदि थाक्यौ भने केही समय आराम गर, तर हार मानेर बाटो चाहिँ कहिल्यै नछोड। समय बदलिन्छ, परिस्थिति बदलिन्छ, सबै कुराको समय आउँछ। तर एक दिन तिमीले पछाडि फर्किएर हेर्दा भन्नेछौ, त्यो कठिन समयले नै मलाई आजको म बनाएको रहेछ। त्यसैले अघि बढिराख्नु, तिम्रो समय पनि अवश्य आउनेछ। सफलताले शिखर छुम्नेछ र आफूले आफूलाई चिन्ने मौका पनि त पाउनेछौ। आज हार खानलाई बाध्य भएको तिमी एक दिन अवश्य सफलता हात पार्नेछौ।